सोचे कि आज केही त जरुर गर्छु त केही गर्न मन लागेन। सोचे कि मन लगाएर केही त जरुर गर्छु तर केही गरेन। फेरि सोचे कि आज त मन लगाएर सोचेको काम पुरा गर्छु त गर्न पाएन। गर्नको कोसिस पनि गरे तर केही गरेन। सोच्दा सोच्दै दिन बित्यो, सोच्दा सोच्दै हप्ता बित्यो तर सोच्नुको कुनै अर्थ रहेन। सोचेर केही मिल्नेवाला छैन। सोचेको कामलाई जीवनमा उतार्न सिक्नुस्। सफलता एक मन्जिल हो, सोचेर केही मिल्दैन मन्जिललाई पाउन। कहिले कोसिस गर्नमा डर नमान्नु, किनकि जसले कोसिस गर्छ उसले नै इतिहासको रच्छ। जिन्दगी एउटा चुनौती हो, यसलाई स्वीकार गर्नु। तपाईँ माथि के कमी रह्यो हेर्नुहोस् अनि सुधार गर्नु। सोचेर तपाईलाई केही मिल्नेवाला छैन, पाइला त तपाईले नै चलाउनु पर्छ। गरिब र धनीमा धेरै फरक त हुँदैन, तर हामीले यही कुरालाई धेरै कडवा साँचो मान्छौँ। किन सोच्नुहुन्छ हमेसा दुखी हुन्छु भनेर? किन सोच्नुहुन्छ हमेसा खुसी हुन्छु भनेर? जिन्दगीमा त्यो सोच्नु जुन अरूभन्दा अलग गर्नु। हमेसा राम्रो सोच्नु, राम्रो गर्नु। गरिबले पैसा बचाउन सक्दैन र धनीले पैसा बाँड्न सक्दैन। यही जिन्दगीको ठुलो सच्चाइ हो।